नमस्कार, म इन्जिनियर सञ्जय अधिकारी। धेरै दिनदेखि म मेरो मेकानिकल युट्युब च्यानल जसको नाम रहेको छ नेपाल मेकानिकल हब, जसमा मैले सामान्य मेकानिकल फिल्डमा युज हुने टुल्सहरूको परिचयात्मक भिडियोहरू राखेको थिएँ र सर्टेन टाइम बिचमा म फुर्सद नभएर भिडियोहरू अपलोड गर्न पाइरहेको थिएन। यसको पनि जानकारी गराउन चाहन्छु यसै भिडियो मार्फत। र अब फेरि म नयाँ भिडियोहरू अपलोड गर्नको लागि तयार भइरहेको छु भन्ने जानकारी म यस युट्युब च्यानलमा रहेका सम्पूर्ण सब्सक्राइबर साथीहरू र मेरा प्रियजनहरूमा जानकारी गराउन चाहन्छु। यस भिडियोको मुख्य उद्देश्य भनेको जानकारीत्मक भिडियो रहेको छ, जुन म बीचमा भिडियो अपलोड गर्ने अवस्थामा थिएन र भिडियो बनाउन पनि भइरहेको थिएन। त्यसको कारणले गर्दा भिडियोहरू आउन पाइरहेको थिएन र अब म आउँदा दिनहरूमा सामान्य टुलहरूको परिचयात्मक भिडियो मात्र नभएर विभिन्न इन्डस्ट्रीहरूमा अटोमेसनले कसरी काम गर्छ, इन्डस्ट्रियल अटोमेसन भनेको के हो, त्यो अटोमेसनमा युज हुने मेसिन्सहरू के हुन सक्छन् र त्यो मेसिन्सहरूले अटोमेटिक रूपमा कसरी काम गर्दछ भन्ने कुराहरू सम्पूर्ण जानकारी दिन चाहन्छु। र यस लगत्तै मेरो आउने नयाँ भिडियोमा म तपाईहरुलाई एउटा बेभरेज प्लान्टहरूमा, ब्रुअरी प्लान्टमा युज हुने सम्पूर्ण अटोमेटिक मेसिन्सहरू र चाहिने युटिलिटीका मेसिन्सहरू के हुन्छन् त्यसको बारेमा परिचयात्मक भिडियो बनाउने छु र तपाईहरुको कमेन्टको आधारमा त्यस मेसिन्सहरूका इन्डिभिजुअल मेसिन्सहरूको बारेमा जानकारीका भिडियोहरू पनि अपलोड गर्दै जानेछु। त्यसपछि तपाईहरुको आशा जुन कमेन्टमा देखिन्छ, कुनै स्पेसिफिक मेसिन्सले कसरी काम गरिरहेछ, के युज भइरहेछ, कसरी अटोमा चाहिँ काम गरिरहेछ र कम्पोनेन्ट के हुन् र तिनीहरूको ट्रबल सुटिङमा के कामहरू गर्नुपर्छ भन्ने जस्ता सम्पूर्ण नलेजआत्मक भिडियोहरू म अब अपलोड गर्दै जानेछु। यो कुराहरूको जानकारी म यसै भिडियो मार्फत तपाईहरुमा जानकारी गराउन चाहन्छु। र मेकानिकल फिल्ड भनेको एकदमै अत्यावश्यक फिल्ड भइसकेको छ। आजभोलि म्यान पावरको सर्टेज र टेक्नोलोजीको विकासले गर्दा इन्डस्ट्रीहरूमा सबै कामहरू अटोमेसनमा चल्ने गर्छन्। इन्डस्ट्रीहरू विभिन्न प्रकारका हुन्छन्। म्यानुफ्याक्चरिङ इन्डस्ट्रीहरू, फुड इन्डस्ट्रीहरू, प्रोडक्सन इन्डस्ट्रीहरू, बेभरेज इन्डस्ट्रीहरू, कस्मेटिक इन्डस्ट्रीहरू, पेन्ट इन्डस्ट्रीहरू, सिमेन्ट इन्डस्ट्रीहरू, यो विभिन्न प्रकारका विभिन्न टाइप्सहरूका इन्डस्ट्रीहरूमा अलग अलग प्रकारका मेसिन्सहरूको युज हुने गर्दछ। आफ्नो काम अनुसार मेसिनको डिजाइन गरिएको हुन्छ, काम अनुसार मेसिनको स्ट्रक्चर बनाइएको हुन्छ र त्यसले कसरी काम गर्ने भन्ने कुराहरू त्यही मेसिन्सको कामको आधारमा निर्धारण गरिएको हुन्छ। म त्यही मेसिन्सहरूको डिटेल तपाईहरु मार्फत अब विस्तारै लिएर आउनेछु आगामी आउने भिडियोहरूमा। त्यसको प्रतीक्षा गर्नुहोला र एउटा परिचयात्मक भिडियो रेडी गरिसकेपछि म तपाईहरुको क्युरी अनुसार इन्डिभिजुअल मेसिन्सहरू कसरी रन भइरहेछ, के कम्पोनेन्ट लागिरहेछ, मेकानिकल सिस्टम त्यसमा के छ, इलेक्ट्रिकल सिस्टमहरू के छ, अटोमेसन हुनको लागि के कम्पोनेन्टहरूको नेसेसिटी छ, सम्पूर्ण कुराहरूको जानकारी पनि गराउनेछु। रिसेन्टली म नयाँ पेसामा आबद्ध भइसकेको छु, जुन मेरो इन्डस्ट्रियल फिल्ड छ। इन्डस्ट्रियल फिल्डमा पनि मेरो ब्रुअरी र बेभरेज प्लान्ट अन्तर्गत रहेको छ र मेकानिकल पढ्ने, मेकानिकलको बारेमा जानकारी राख्ने जति पनि स्टुडेन्टहरू हुनुहुन्छ उहाँहरूलाई फ्युचरमा गएर मेरा भिडियोहरूले एकदमै राम्रो नलेज दिने काम गर्दछ। जुन स्टुडेन्टहरू डाइरेक्टली इन्डस्ट्रीमा काम गर्नु भएको छैन, त्यहाँहरू एज अ फ्रेसरको रूपमा इन्ट्री गर्दै जाँदा 81 मेसिन्सहरू देख्दा तिनीहरूले के काम गरिरहेछ, कसरी काम गरिरहेछ, के हो यसको प्रिन्सिपल भन्ने कुराकै जानकारी हुँदैन।
त्यसै कारणले मेरो भिडियो हजुरहरूले नछुटाइकन रेगुलरली हेर्नुभयो र मेकानिकल इन्जिनियरिङ, मेकानिकल डिप्लोमा, मेकानिकल प्री डिप्लोमा, मेकानिकल ब्याचलर डिग्री पास गरेर जब तपाईहरू इन्डस्ट्रियल फिल्डमा जानुहुन्छ त्यति बेला जुन तपाईँले मेरो भिडियोमा देखिसकेका मेसिन्सहरू नै त्यहाँ अगाडि पाउनुहुनेछ र तपाईँहरूलाई काम गर्न धेरै नै सजिलो हुनेछ, धेरै नलेज हुनेछ। र त्यस्ता मेसिनहरूमा प्रब्लम आयो भने के कारणले गर्दा त्यो प्रब्लम भइरहेको छ, के गर्यो भने त्यसलाई सल्भ गर्न सकिन्छ, त्यसको कम्प्लिट ट्रबल सुटिङका कुराहरूदेखि लिएर सम्पूर्ण कुराहरूको जानकारी म तपाईँहरूलाई यस अब आउने भिडियोबाट प्रोभाइड गर्नेछु। त्यसैले मेरो युट्युब च्यानललाई रेगुलरली हेरिरहनुहोस् र भिडियो वाच गरिरहनुहोस्। तपाईँलाई फ्युचरमा धेरै नै सहयोग मिल्नेछ। हस्, धन्यवाद। र अब आउने भिडियोहरूमा हामी भेट हुँदै गरौँला र तपाईँहरूलाई आवश्यक परेका कुराहरू त्यही कमेन्ट मार्फत छोड्नुहोला। नमस्कार।